ढुङ्गा यसरी बोक्नुपर्छ साथीहरू। यसरी बोकेका छौँ है ढुङ्गा हामीले। यहाँ खेत गएर लडेर बिजोकै बनायो नि लैलै। यति गहिरो भत्किया छ भने यति गहिरो भत्किया छ नि यस्तो गहिरो भत्किया छ। यो कहिले भराउनु र यस्तो पाटा। यो यताको खेत फेरि अर्काको हो क्या। यता चाहिँ हाम्रो पर्छ यता माथि, अनि यो मुनि चाहिँ अरू मान्छेकै पर्छ। त्यसैले यो काल्ला काट्नु पर्ने छ। यत्रो भत्किया छ, कहिले बनाइसक्नु होला नि प्रभु। यत्रो ढुङ्गा बोकेका छौँ। ढुङ्गा बोक्दा बोक्दै यसरी डोको पनि च्यातिसक्यो होइन। हेर्नु त साथीहरू, यसरी डोको च्यातिसक्यो। ढुङ्गा भने कहिल्यै पुग्दैन त बा। यत्रो काल्लालाई कहिले भराउनु होला त हौ साथीहरू ढुङ्गा। राम राम। यत्रो काल्ला भक्कै झरेर होइन। यो चाहिँ के गरेर झऱ्यो भन्दा पानी लाउँदा झरेको। धानमा त अनिवार्य पानी लाउनुपर्छ नि त नपाकुन्जेल। त्यतिखेर पानी लाउने हुँदा कता कस्तो भत्किनै आँटेको थियो क्या हो। भत्कि त हालो। यस्तो बिजोग बनायो कि हेर्नुहोस् त साथीहरू। यो कहिले भराइसक्नु। यो भराइसक्दा त मासिनै पर्ला जस्तो छ हौ हामीलाई त। यत्रो ढुङ्गा त बोक्नु त बोक्या छ, कहिले भराउनु होला। यति तल पितमै जान्छ भन्नुभएको छ। अब यो सबै उँधो सोर्नुपर्छ, उँधो फ्याल्नुपर्छ होइन। यो तल फ्याल्ने हो यो माटोहरू चाहिँ। अनि यता चाहिँ ढुङ्गाको मात्रै गाह्रो उठाउनु पर्ने। तल कुनाबाट उठाउने हो गाह्रो होइन। कहिले उठाइसक्नु होला त हौ साथीहरू। गाह्रो छ हामीलाई।